भेटेकै छैन ऊ भेटे छैन टाढा राख्यौ टाढा राख्नु पर्यो त्यसकै मुखमा लग्नु न टाढा भइगयो त्यसलाई मुखै समात्नै सकेन त्यसले हो त्यता लानु न त्यो भाँडा सार्नु त उता सार्नु भाँडा उता सार्नु हो त्यसो हो स्यापा हो त्यसो क्या भनेको यता हो है अहिले फेरि हान्ला यति सानो मान्छेमा पनि यस्तो राम्रो मन हुँदो रहेछ क्या आफूलाई जस्तो भोक लागेको छ उसलाई पनि त्यस्तै भोक लागेको छ होला भन्दै दियो उसले मायाले दियो अनि दिँदा दिँदै सबैले दिन भ्याइसकेपछि अनि अब उसले चाहिँ कुरा गर्न थाल्यो अब घर जाउँ अब बाख्राहरू सबै अगाइसक्यो मैले राम्रोसँग खुवाइसकेँ अनि हामी चाहिँ घर जाने भन्दै उसले मलाई बोलाउन थाल्यो अनि ऊ बाहिर निस्किसक्यो सबभन्दा अगाडि अनि अब फेरि उसले गेट लाउन थाल्यो गेट लाउँदैछ उसले कसरी खोल्ने कसरी लाउने सबै जाने उसले मजाले लाइरहेछ ठुलो मान्छेले भन्दा पनि सानो मान्छेले हैन धेरै कुराहरू जान्न खोज्दो रहेछ उसले सबै गरिसक्छ ढुङ्गालाई हानेको हेर न पल्टाउन नसकेर उसले फेरि खेलाउन उठाउन थाल्यो अनि घरतिर लाग्यो मलाई बोलाउँदै थियो अनि नाच्दै नाच्दै हिँडिरहेको थियो घरसम्म आइपुग्यो मेरो घर भन्दै जान थाल्यो अनि म नि घरमा आइसकेँ अनि त्यसपछि आमाले खाजा बनाउनु भएको रहेछ अनि म खाजा खान लागेँ खाजामा चाहिँ चाउचाउ थियो सो आजको भिडियो चाहिँ यति नै सो यतिसम्म हेर्नुभयो सो सबैजनालाई थ्याङ्क यू सो मच भन्न चाहन्छु